नेपालको राष्ट्रिय खेल भलिबल। भलिबललाई सम्मान मैदानमा पुराना खेलाडीहरूको आगमन। प्रथम अन्तरपालिका स्तरीय भूपू भेटरान्स भलिबल कप 2022 साल वैशाख 26 गतेदेखि 29 गतेसम्म। पुरस्कारहरू: प्रथम पुरस्कार रु 50,111 रुपियाँ साथमा सिल्ड मेडल र प्रमाणपत्र छ भने द्वितीय पुरस्कार रु 30,111 रुपियाँ साथमा सिल्ड मेडल र प्रमाणपत्र। सान्त्वना पुरस्कार रु 10,111 रुपियाँ मात्र। अन्य प्रतियोगिताहरू डोरी तनाई, छेलो हनाई, घैँटो फुटाई, म्युजिकली चियर। दर्ता शुल्क रु भलिबलतर्फ 4,000 मात्र। साथैमा बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट सेटर, बेस्ट ब्लकरको लागि उचित पुरस्कारको व्यवस्था गरिएको छ। खेलका नियमहरू: टिम दर्ता मिति 2082 साल वैशाख 25 गते दिउँसो 3 बजेसम्म। खेलाडीहरूको उमेर 35 वर्षभन्दा माथिको हुनुपर्नेछ। खेल सुरु हुने मिति 2082 साल वैशाख 26 गते दिउँसो 12 बजेदेखि। खेलाडीहरू शुद्ध बालिका स्तरीय हुनुपर्छ र नेपाली नागरिकता अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। टाई सेट प्रकाशन मिति 2082 साल वैशाख 25 गते बेलुका 4 बजे गरिनेछ। टिम दर्ता फोन मार्फत पनि गर्न सकिनेछ। खेलमा पोटस नियम लागू हुनेछ। पोटस शुल्क रु 5,000 लाग्नेछ। टिम दर्ता गर्दा दर्ता शुल्क सहित बुझाउनु होला। स्थान: बिमाद नगरपालिका 6, डेनमार्क खेलमैदान, तनहुँ। खेल संयोजक किसनाले अध्यक्ष विष्णुवीर थापा। आयोजक बिमाद भेटरान्स भलिबल क्लब, बिमाद नगरपालिका 6 तनहुँ। सहआयोजक डेनमार्क महिला भलिबल समूह, बिमाद नगरपालिका 6 तनहुँ। जय भलिबल, जय खेलकुद।